आज हामी पवित्र आत्माको बारेमा सिक्न लागेका छौँ। मसँग 3वटा पोइन्ट छ। सबैभन्दा पहिला हामी पवित्र आत्माको शक्तिको बारेमा हामी चर्चा गर्छौँ। हामी प्रेरित 1:8 तर पवित्र आत्मा तिम्रो आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू यरुशलेममा सारा यहुदियामा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। जकरिया 4:6 हेसिल तिनले मलाई भने यरुबेलको निम्ति परमप्रभुको यो वचन छ, न त बलले न त शक्तिले तर आत्माले सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। यहाँनिर फेरि 1:8 आइपुग्दै गर्दाखेरि तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले के पाउनेछौ अरे? शक्ति। सबैले भन्नुहोस् शक्ति भन्नुहोस् त। शक्ति। शक्ति मनपर्छ? मनपर्छ। आज वर्ल्डलाई हेर्नु हो भने शक्तिको पछि कुदिरहेको छ। अहिलेको जुन चाहिँ जेनेरेसन आउँदैछ, जुन पुस्ता खडा हुँदैछ, उनीहरूलाई यति साह्रो क्युरियोसिटी छ क्या। बाइबलले पवित्र आत्माको शक्तिको बारेमा यस्तो मिठो चर्चा गरेको छ। पवित्र आत्मा तिम्रो आउनु भएपछि तिमीले के पाउनेछौ अरे? शक्ति। सबैले मैले भन्नुहोस् त। मलाई भन्नुहोस् त। मलाई। कसको कुरा गरेको? मेरो कुरा गरेको। यो खासमा चाहिँ कसलाई कुरा गरेको भने नि चेलाहरूलाई कुरा गरेको। यो कसले कुरा गरेको भने प्रभु यीशुले कुरा गरेको। अनि यतिखेरको यसको ब्याकग्राउन्डलाई हेर्नु हो भनेलाई नि यतिखेर अलमोस्ट प्रभु यीशु क्रुसमा चढिसक्नु भइसकेको छ। अनि प्रभु यीशुको अन्तिम दिन आउँदैछ। अनि चेलाहरूसँग एकदमै नजिक बसेर एकदमै अन्तको कुरा गरेकै चर्चा गरेकै छ। बाइबल तपाईँले राम्रो हेर्नु भयो भने मर्कुसको किताब, मत्तीको किताब, लुकाको किताब, अझ यौनाको किताब त अझ नजिक प्रकार यस्तो दामी प्रकारले लेखेको छ। यौना चाहिँ अझै नजिक प्रभुको नजिक बसेको मान्छेहरू हो। अनि यो चाहिँ यति साह्रो कुरा हुँदैछ। उनीहरूलाई माया छ, उनीहरूलाई डर छ। त्यो बिचमा प्रभु यीशुले भन्दै म एक दिन मलाई मार्छ, म मर्नुपर्छ। अनि भन्दै त्यो बिचमा चाहिँ प्रभु यीशुले के भन्दै भने नसुर्ताउनु, तिमीहरू बस्नु, अनि तिमीहरूले के पाउनेछौ? शक्ति पाउनेछौ। म पिताको घरमा गएर म के पठाउँछु? पवित्र आत्मा पठाउँछु। पुरानो नियममा हेर्नुभयो भने परमेश्वरले शक्तिशाली रूपमा काम गर्नुभयो। नयाँ नियममा हेर्नुभयो भने येशू प्रभुले येशूको पालोमा शक्तिशाली रूपमा काम गर्नुभयो। तर हाम्रो पालोमा हेर्नु हो भने चाहिँ पवित्र आत्माले हाम्रो बिचमा काम गर्दै गर्नुहुन्छ। तिनटै व्यक्ति एउटै है। हामी पढाउँदै गर्दाखेरि ट्रिनिटीको बारेमा पढाउनुपर्छ। अनि ट्रिनिटीको बारेमा पढाउँदै गर्दा उदाहरण चाहिँ के भन्ने नि तिनीहरू कुरा। पानीबाट के निक्लिन्छ? पानीबाट के निक्लिन्छ? तताई भने बाफ निक्लिन्छ। त्यसलाई नै फेरि फ्रिजमा हाल्यौँ के बनिन्छ? आइस बनिन्छ। तर के हो? पानी हो। तिनीवटै गुण छ तर के हो भन्नुहोस् त? पानी हो। त्यसरी नै पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, त्रिएक व्यक्ति को हुनुहुन्छ? एउटै परमेश्वर हुनुहुन्छ। पुरानो नियममा हेर्नु हो भने इजरायलीले यति साह्रो विद्रोह गरेको छ, एक पछि एक पाप काम गरेको छ, एक पछि एक भ्रष्ट गरेको छ। अनि पाप पनि अलिकति होइन नि, कस्तो काम, एकखेप होइन नि, कस्तो काम गरेको छ। तर त्यो बिचमा पनि परमेश्वरले आफ्नो करुणा नि, बाउको हृदय नि कस्तो प्रकारले देखाउनु भएको छ क्या। मजाले बाउले फर्की माया गरिहालेको छ। प्रभुले माया गरे। मलाई कति साह्रो सबैभन्दा मन परेको पार्ट नि परमेश्वरको, इजरायलीले कस्तो घिनलाग्दो काम गर्दाखेरि पनि उनीहरू फर्किँदै गर्दाखेरि नि परमेश्वरले उनीहरूलाई माया गरेको छ। त्यस्तै प्रकारले प्रभु यीशुको बारेमा हेर्नु हो भने प्रभु यीशुले त झन् कहिले पनि डिनाइ गर्नु भएन, कहिले पनि कन्डेमनेसन गर्नु भएन, कहिले पनि प्रभु यीशुले कहिले पनि मान्छेलाई तल्लो भागमा हेर्नु भएन। प्रभु यीशुले एकदमै नजिक प्रकारले सामरी स्त्रीकै कुरा गर्नु हो भने त्यो केटी बेस्या वृद्धि थियो। अनि त्यो केटीलाई पक्र्यो एक दिन। अनि शास्त्रीले पक्र्यो, फरिसीले पक्र्यो, किनभने त्यो केटी प्रस्टिट्युट थियो। अनि सबै मान्छेले भनेको थियो मोसाले चाहिँ यसलाई चाहिँ मोसाको पालामा हो भने चाहिँ यसलाई ढुङ्गाले हिर्काएर मार्नु। अनि तपाईँ के भन्नुहुन्छ भन्दै गर्दा प्रभु यीशुले
लेख्नुभयो। अनि प्रभु यीशुले के भन्नुभयो भन्नुहोस् त, कसले पहिला पाप गरेको छ त्यसले पहिला ढुङ्गा हिर्काओस् भन्दै गर्दाखेरि कोही पनि भेटाएन। म हुँ भन्ने मान्छे अघि कस्तो छाती फुलाएर आएको मान्छे, अब चाहिँ हामीले ढुङ्गा हिर्काउनु पाउने छ के चाहिँ भन्ने रहेछ बुढोले, अब चाहिँ हामीले दिने रहेछ भन्ने मान्छेहरू लुरुक्क फर्केर गयो। तर तपाईँलाई बजाएको कुरा बताइदिउँ, प्रभु यीशुले त्यो केटीलाई नि तँ पापी भन्नु भएन, तँ होपलेस, तँ पापी, आइन्दादेखि पर्खिस् ल। हामी भएको भए, म भएको भए कसरी भन्थ्यो होला भन्नुहोस् त, आइन्दादेखि तँलाई नि आइन्दादेखि फर्केर तँलाई म भन्थेँ म भएको भए चाहिँ। तर प्रभु यीशुले कस्तो मिठो भन्नुभयो, के भन्नुभयो भन्नुहोस् त, प्रभु यीशुले अबदेखि उता पाप नगर्नु र पापी भन्नु भएन। राम्रो सुन्नुहोस् है, प्रभु यीशुले के भन्नु भएन अरे भन्नुहोस् त, तिमी पापी भन्नु भएन, पाप नगर्नु ल भन्नुभयो। भएला प्रभु यीशुले त्यति भन्दाखेरि चाहिँ कस्तो। आज म तपाईँलाई गहिरो कुरा भन्छु, यतिखेर तपाईँलाई त्यही कुरा भन्दै हुनुहुन्छ। प्रभु यीशुले कहिले पनि तपाईँलाई कन्डेम गर्नुहुन्न, प्रभु यीशुले सधैँ तपाईँलाई माया गर्नुहुन्छ। तर पवित्र आत्माको बारेमा भन्नु पर्दाखेरि नि, पवित्र आत्माको बारेमा चाहिँ साह्रो सेन्सिटिभ। पवित्र आत्माले कस्तो मिठो भन्नुभएको छ, पवित्र आत्माको बारेमा विरोध गर्नेलाई म क्षमा दिन्न भनिकन पवित्र आत्माले भन्नुभएको छ। कडा, हामी पुरानो नियममा परमेश्वरलाई कडा भन्छौँ, नयाँ नियममा प्रभु यीशुलाई कडा भन्छौँ, तर त्योभन्दा पनि कडा चाहिँ पवित्र आत्माले भन्नुभएको छ। यदि कसैले मलाई विद्रोह गर्छन् म क्षमा दिदिनँ भन्नुभएको छ। किन भन्दै गर्दाखेरि चाहिँ पवित्र आत्मा चाहिँ साह्रै भद्र हुन्छ, जेन्टल हुनुहुन्छ, पवित्र आत्मा व्यक्ति हुनुहुन्छ। आज म तपाईँको शक्तिको बारेमा म चर्चा गर्न मन पराउँछु। तिमीहरूले के पाउनेछौ अरे? शक्ति पाउनेछ। सबैलाई भन्नुहोस् शक्ति, भन्नुहोस् त शक्ति। प्रक्रिया 4 को 6 पदले साह्रो मिठो भनेको छ। के भनेको छ? यसले तिनलाई भने हेरोबेलको निम्ति परमप्रभुको यो वचन छ, न त बलले रे अनि न त शक्ति रे। तपाईँको बलले पनि हुँदैन अरे अनि तपाईँको शक्तिले पनि हुँदैन अरे। आज चर्च, आज परिवार, आज तपाईँको बलले कुद्दैछौँ हामी, हाम्रो बलले हाम्रो पापदेखि हामी छुटकारा पाउन हामी कोसिस गर्दैछौँ, कहिले पनि सक्दैनौँ। नेभर, तपाईँले कहिले पनि सक्नुहुन्न। तर त्यो बिचमा चाहिँ कसले सहायता गर्नुहुन्छ भन्नुहोस् त? पवित्र आत्माले सक्दैन। अनि पवित्र आत्मा हामीलाई किन चाहिन्छ भने हामी दुर्बल छौँ, हामी कमजोर छौँ, हामी त्यही कारणले त हामी सेन्सिटिभ हुनुपर्छ। हामीलाई सधैँ पवित्र आत्मा, अनि पवित्र आत्मा भनेको कुरा चाहिँ चर्चभित्र आएर कामेर लडेर रुएर ठुल्ठुलो कन्फरेन्समा गएर रुएर त्यसको लागि होइन, पवित्र आत्मा काम्नुको लागि होइन, त्यो त इन्फेन्ट कुराहरू हो, हामी पनि भएको। तर पवित्र आत्मा त डे टु डे लाइफ एभ्री डे खाँदा उठ्दा, तपाईँको अफिसमा काम गर्दै जाँदा, या तपाईँ टिचर हुनुहुन्छ भने पढाउँदै जाँदा, या गाडी कुदाउँदै हुनुहुन्छ भने, या सबै। अनि हाम्रो मान्छेहरू उल्टा बुझेको पवित्र आत्मा चाहिँ खालि पास्टरको लागि, ठुल्ठुलो एकदम साधुजीहरूको लागि, एकदम चलाएको मान्छेहरूको लागि चाहिँ पवित्र आत्मा, अनि हाम्रो लागि चाहिँ पवित्र आत्मा कहाँ हो भन्नुहोस् त? चर्चमा हप्तामा एकखेप त्यहाँ उफ्रियो काल्यो, अन्त बुधबार त त्यो टिचिङ सुन्नुपर्छ, अनि यहाँ प्रोफेटिक प्रार्थना, कोही बेला फास्टिङ लामो हुन्छ, त्यहाँ चाहिँ पवित्र आत्माको कुरा। र बाजी लाल बजारभित्र पस्दा जुत्ता किन्दा त्यहाँ होइन। पवित्र आत्मा कहाँ अरे भन्नुहोस् त? चर्चभित्र। तर पवित्र आत्मा भनेको चाहिँ सधैँ हो, सधैँ हो, सधैँ हो। मेरो छोरा अहिले ठुलो भयो, क्लास 1 पुग्यो, त्यही म उसको टाउकोमा हात राखेर भन्छु, तिमीलाई पवित्र आत्माले सिकाउँछ। नानी स्कुलमा डेस्कमा बसेपछि तिमीले सधैँ भन्नु, मलाई प्रभु पवित्र आत्मा मलाई सिकाउँछ भन्नु ल। म सधैँ भन्छु पवित्र आत्माको शक्ति भनेको चाहिँ चर्चभित्र होइन, एभ्री डे टु डे लाइफमा। के अरे भन्नुहोस् त? एभ्री डे तपाईँलाई जहाँ साह्रो पर्छ, जस्तो साह्रो पर्छ नि, म कोही बेला मेरो घरमा आउनुहोस्, मेरो यस्तो प्रकारको सिँढी बनाएको छु क्या, अनि त्यहाँ टुकसुक्कै बस्छु, सबै जान्छ, बुढी पनि अफिस जान्छ, नानी स्कुल जान्छ, म घरमा एक्लै हुन्छु क्या, अनि बस्छु क्या, थचक्कै बस्छु, अनि थुप्रो कुराले हिर्काउँछ क्या मलाई, थुप्रो कुराले। अनि त्यतिखेर म ठक्क बस्छु कि चुप, तँ मसँग बोल्न पाउँदैनस्, मसँग पवित्र आत्मा छ, अनि मेरो पवित्र आत्माले जसरी भए पनि जुटाउँछ।
होइन मेरो पवित्र आत्माले जसरी भए पनि काम गर्नुहुन्छ। म अत्तालिँदिनँ, म तँसँग डराउँदिनँ, तैँले भनेको कुरा म सुन्दिनँ, किनभने पवित्र आत्माको शक्ति म भित्र छ अनि त्यो शक्तिले काम गर्छ। एजिप कोही बोलेको जस्तो नि हुन्छ। अप्रिल 30 तारिकतिर हुनुपर्छ। सुतेको थियौँ हामी सुत्यौँ, सबैजना सुत्यौँ। अनि ठिक्कै 2 बजेको थियो, टक्कै घडी हेरेको 2 बजेको थियो। म आएँ सधैँ जस्तो सटल गरेर आएर बसेँ। अनि म जसै ठक्कै बसेको मात्रै छु, नानी हेरे बुढीहरू मजाले सुतिरहेको छ अनि म ठक्कै बसेको मात्रै छु। त्यो खिड्कीबाट एजिप नि कोही बोलेको जस्तो भयो क्या। मेरो आङ त जुरुरुरुरुरुरुरुरु भएर आयो, एकदमै स्ट्रङ पाराले बोल्नु सुरु गरेको त्यसले मलाई। अनि मेरो स्पिरिटले चाल पाउनु सुरु गर्यो चाहिँ डेमोनिक हो यो, डेमोनिक पावर। त्यसले बोल्यो लगभग कति 15 मिनट मसँग बात मार्यो क्या। 15 मिनटसँग बात मार्यो। घरिघरि चाहिँ म आफै भित्र लुज हुँदैछ, भित्र चाहिँ म आफूलाई डर लाग्दैछ। अनि जति त्यो आउँदैछ त्यति नै नजिक आएको त मेरो त फुल्लेको जुरुरुरुरुरुरु भयो कि। अनि हतार कुदेर ब्ल्याङ्केटभित्र स्वाटो पस्छु कि भन्ने पनि हुँदैछ होइन, नानी बुढीलाई च्याप्पै समात्छु कि भन्ने पनि हुँदैछ। तर त्यहाँदेखि मैले निर्णय गरेँ, टक्कै बसेर निर्णय एज बोलेको जस्तै नि, एज मान्छे आएको जस्तै स्पिरिट यस्तो डरलाग्दो बस्छ। अनि मैले त्योसँग अम्ला निकालेर ठाडो पाराले बोलेँ त्योसँग, अब तँसँग म बात मार्छु, म भन्छु मसँग येशू छ, के बोल्छु भन्। फेरि नि यस्तो डरलाग्दो कुरा गर्नु सुरु गर्यो, थुप्रो कुराहरू, पैसा रुपियाँको कुरा गर्नु सुरु गर्यो, मेरो नानी हुन आँटेको छ त्यसको कुरा गर्यो होइन, नानीको स्कुलको कुरा गर्नु सुरु गर्यो, घर गिङरिङ्गै छ, थुप्रो कुराहरू छ ओइ भन्नु सुरु गर्यो। मैले लामो सास फेरेँ अनि मैले भने त 2000 वर्ष अगाडि हारेको होस्, मसँग चाहिँ पवित्र आत्माको शक्ति छ भन्दैछु। त्यो त झन् भुलेको जस्तो लाग्छ क्या, झन् भुलेको जस्तो, झन् बोल्छु झन् भुलेको जस्तो लाग्छ। म पनि झन् ठुलो सास फेरेँ क्या, झन् ठुलो सास फेरेँ। यस्तो घटना चाहिँ म तपाईँलाई घटना पछि घटना बताएँ। मैले अहिलेसम्म मेरो वाइफलाई भनेको छुइनँ, भन्दिनँ पनि, अलिक स्ट्रङ होस् अलिकति भएर मात्रै भन्छु। किनभने म त हिँडिरहनुपर्छ कि ट्राभल गरिरहनुपर्छ कि, फेरि दिँदैन त्यहाँदेखि फेरि। सुन्नुहोस् है, तर म तपाईँलाई गहिरो कुरा गर्दा नि एकछिनमा लुरुक्क भयो, स्वाटै झरेको जस्तो भयो, फुत्त निक्ल्यो, परमेश्वरको प्रेजेन्स स्वाट ओलेर आउनु सुरु गर्यो। यो भन्दै गर्दाखेरि यतिखेर तपाईँको जीवनमा पनि यही शक्ति ओलेर आउँदैछ। आमेन। यही शक्ति ओलेर आउँदैछ। न डराउनुहोस्, म डराउँदिनँ भन्नुहोस् त, डराउँदिनँ। पवित्र आत्मा पाएपछि हामीले के पाउँछौँ अरे भन्नुहोस् त, शक्ति। शक्ति भनेको चाहिँ यहाँ के गर्नु होइन अरे भन्नुहोस् त, काम्नु होइन, दारा किटेर गरेर प्रार्थना गरेर अनि घरमा पुरै सानो झगडा पर्दाखेरि चाहिँ पुक्क पर्नु होइन। हामी पवित्र आत्मालाई कस्तो बुझ्छौँ भन्नुहोस् त, यहाँ त प्रेज गरेको स्पिरिचुअली ओप्प भएको छ। तर पवित्र आत्मा भनेको चाहिँ तपाईँको परिस्थितिको बिचमा जहाँ तपाईँलाई साह्रो पर्छ, जुन कुरामा तपाईँ सक्नुहुन्न, जुन कुराभित्र तपाईँ स्ट्रगल गर्नुहुन्छ, जुन कुरादेखि तपाईँ भाग्नुहुन्छ, त्यो ठाउँमा हो पवित्र आत्मा। त्यो ठाउँमा तपाईँलाई ब्रेक दिन चाहनुहुन्छ, पवित्र आत्माले त्यो कुरालाई भत्काउन चाहनुहुन्छ, पवित्र आत्माले त्यहाँनिर तपाईँसँग सामना गर्न चाहनुहुन्छ। आमेन। त्यसै त मलाई मनपर्छ पवित्र आत्मा चाहिँ व्यक्ति हो। मलाई बेनिन मलाई साह्रो मनपर्छ कि बेनिनको कथा कस्तो भन्छ। तपाईँले गुड मर्निङ होली स्पिरिट पायो भने पढ्नुहोस्, वेलकम होली स्पिरिट भन्ने किताब पायो भने पढ्नुहोस्, द अनेन्टिङ भन्ने किताब पायो भने पढ्नुहोस्, दामी दामी किताब लेखेको छ, पढ्नुहोस्। मलाई बेनिनको मलाई मन परेको कुरा चाहिँ के थियो, ऊ रोमन क्याथोलिकको हो अनि ऊ त सानो भगभगै थियो अरे, पढ्नु पनि जान्थेन अरे, अनि सबैले बेनिनलाई भगभगै भन्थ्यो अरे। अनि त्यो मान्छे रोमन क्याथोलिकको ब्याकग्राउन्ड भएकोले गर्दा
गर्दाखेरि चाहिँ त्यो मान्छे सधैँ त्यसरी हिँडेकोले गर्दाखेरि चाहिँ उसलाई केही न केही नि। अनि एक दिन चाहिँ ऊ अलिक ठुलो हुँदै गर्दा चाहिँ एक दिन चाहिँ क्याथरिन कुलम्यानको कन्फरेन्समा आएको छ क्या बेनिन। क्याथरिन कुलम्यानको सेतो लुगाको लगाएको लेडी, अनि त्यो केटी त्यो बिहान बोल्दै गरेको हुन्छ क्या, मजाले बोल्दै गरेको हुन्छ, हिलिङको काम यस्तो काम हुँदै गरेको छ। बेनिनलाई मजा लाग्छ, ऊ पछाडि बसेको छ, उसले कहिले त्यस्तो देखेको छैन, उसले प्रभुको प्रेजेन्सलाई फिल गर्दैछ अनि उसलाई मजा लाग्छ क्या। अनि त्यो केटीले सेवा सक्छ अनि क्याप्टेन कुलम्यानले भन्छ क्या भरे पनि आफ्टरनुनमा पनि हुन्छ इभिनिङमा पनि हुन्छ, तिमीहरू आउनु ल भनिराखेको हुन्छ क्या। अनि क्याप्टेन कुलम्यानले अनि बेनिनलाई के क्युरिसी हुन्छ भने नि आफ्टरनुनको सेसनपछि म बिच रोमा गएर बस्छु भन्छ क्या। अनि साँच्ची नै टाइम हुन्छ ऊ बिच रोमा आएर बस्छ, मजाको ओसेको काहीँ हुन्छ त हामी हुन्छ। अनि भरे इभिनिङमा पनि हुन्छ भन्दै गर्दाखेरि नि बेनिन नि अगाडि आएर बसेको छ क्या। सधैँ उसलाई मजा लाग्दै जान्छ, ऊ आउँदै जाँदै आउँदै जाँदै मजा लाग्दै धेरै वर्ष बितिसकेको हुन्छ क्या। अनि हिँड्दा 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 उसलाई मजा लागेको छ, ऊ एन्काउन्टर भएको चालै पाएको छैन, ऊ हिँड्दा हिँड्दा। अनि एक दिन चाहिँ उसको क्याप्टेन कुलम्यानको साथीलाई सोध्छ क्या, बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ क्याप्टेन कुलम्यानको साथीलाई सोध्छ क्या, दिदी दिदी तिम्रो त्यो दिदी छ नि, त्यो दिदी सेतो लुगा लगाएको दिदी जहिले पनि स्टेजमा बोल्दाखेरि के भएको, कसरी चङ्गाइ भएको होइन, कसरी उसले मनको कुरा भनिदिएको होइन, हिलिङ त कस्तो कस्तो भएको छ क्याप्टेन कुलम्यानको मिटिङमा त कस्तो कस्तो हिलिङ कसरी भएको भन्दै गर्दाखेरि नि कस्तो मिठो भने मलाई साह्रो कस्तो मजा लाग्छ क्या। अनि त्यो लेडीले नि क्याप्टेन कुलम्यानको कुरा गरेको छैन। अनि त्यो केटीले बेनीको टाउकोमा त्यो हात राखेको छ कि ओए मलाई तँलाई देखेर लोभ लाग्यो, क्याट्रिनको होइन, मलाई तँलाई देखेर लोभ लाग्यो। किन भनेर सोधेको छ कि तँभित्र भएको भोकबन, तँभित्र भएको ट्रस्ट, तँभित्र भएको परमेश्वरप्रतिको चाहना, अनि यही कुराले चाहिँ तँलाई कहाँदेखि कहाँ पुऱ्याउँछ। म त क्याट्रिन बुढी हुँदैछ, त यङ छस्, त्यहाँदेखि यो मान्छे पोस्नु सुरु गरेको। बेनिन एक बिहान कोठामा सुतिरहेको हुन्छ क्या, अनि जुरुक्क उठ्छ क्या, बेनिन जुरुक्क उठेको छ क्या। अनि उठ्दै गर्दाखेरि उसको आत्माले चाल पाएको छ कि यो कोठाभित्र कोही आयो, यो कोठाभित्र कोही छ, के भनौँ भनौँ उसलाई। उसको आत्माले सेन्स गर्नु सुरु गर्यो, यो कोठाभित्र तातो वार्म हुनु थाल्यो, अनि त्यो कोठाभित्र उसको स्पिरिटले चाल पाउनु सुरु गर्यो। अनि के भनौँ भनेर चाहिँ नि त्यो मान्छेले किताबको टाइटल नै गुड मर्निङ, त्यहाँदेखि उसले पढ्दा सर्टै खोलेर क्या, अनि गुड मर्निङ होली स्पिरिट भनेर त्यत्तिकै उसले एउटा किताबको टाइटल नै नाम वेलकम होली स्पिरिट भनेर त्यतिखेर पवित्र आत्माको काम नि कस्तो शक्तिशाली। मलाई धेरै दिन भयो यसरी हामी बस्दैनौँ जस्तो लाग्छ, हामी अर्कै भागभित्र पसौँ जस्तो लाग्छ। अनि मेरो भाइ बहिनी, मेरो आमाहरू, म तपाईँलाई भन्न मनपर्छ एकदमै तपाईँहरू पवित्र आत्माप्रति तपाईँ सेन्सिटिभ हुनुहोस्, एकदमै हेर्नुहोस् त। आमेन। नम्बर 1 पोइन्ट चाहिँ शक्ति भनेको के हो त? त्यसो भए वाट इज पावर? शक्ति भनेको के हो भनेको भन्दाखेरि चाहिँ नि शक्ति भनेको चाहिँ छ नि शत्रुले कहिले पनि तपाईँलाई जित्नु नसक्नु हो। शक्ति भनेको के अरे भन्नुहोस्, शत्रुले कहिले पनि तपाईँलाई के नगर्नु अरे भन्नुहोस् त, जित्नु नसक्नु अरे। 2 नम्बर पोइन्ट, जससँग शक्ति छ कहिले पनि हार्दैन अरे, ऊ कहिले पनि हार्दैन अरे, अनि ऊ कहिले पनि डराउँदैन अरे। हेर्नुहोस् है त, म तपाईँलाई बताउँ क्रिस्चियनिटी चाहिँ जब तपाईँले सुपर नेचुरल भित्र तपाईँ पस्नुहुन्न नि, तपाईँ त्यही कारण त मान्छेले बाइबल पढ्दैन त, त्यो नभेटेर। त्यही कारण चाहिँ प्रार्थनामा आमा मात्रै भेला हुन्छ नि त, सबै मैले जहाँ गएँ कि त्यही पनि आमै केटै केटी मात्रै बेसी हुन्छ, केटा यहीँ पनि त केटी बेसी छ। हेर्नुहोस् त, तर म तपाईँहरूलाई भन्छु, केटीहरूलाई पनि भन्छु, दिदी बहिनी तपाईँहरूलाई पनि भन्छु, तपाईँ पनि होसियार, तपाईँहरू एउटा मलाई नेपाली वर्ड मन पर्दैन क्या, छोरी चेली चाहिँ अर्काको भित्ता टाल्ने जात भन्छ क्या, होइन भन्नुहोस् त, होइन, तपाईँहरू त देवरा पो त। आमेन भन्नुहोस् न। हेर्नुहोस् है त, कस्तो लडाइँ जित्ने हो। आमेन।
हो तपाईँभित्र रेस्पोन्सिबिलिटी छ, तपाईँ आमा हो, तपाईँको भित्र जिम्मेवारी छ, थुप्रो कुराहरू छ। तपाईँ जहिले पनि स्त्री जाति चाहिँ जहिले पनि सिफ्टिङ हुन्छ, एउटा घरदेखि अर्को घरभित्र जानुपर्छ, अर्काको घरको कल्चरलाई अपनाउनु पर्छ। तर म तपाईँलाई इन्करेज गर्न चाहन्छु, तपाईँ अर्काको कुरालाई एडप्ट गर्दै गर्दाखेरि पनि तपाईँ शक्तिशाली हो। आमेन। तपाईँ प्रभावशाली हो। आमेन। अबको दिनमा देवरा खडा हुनुपर्छ अनि अबको दिनमा प्रार्थना जहिले पनि रुएर प्रार्थना गर्ने, खाँचोकै लागि प्रार्थना गर्ने। प्रभु मेरै बुढा भएन भने मेरै बुढी छ्या, जहिले पनि मेरै छोरा पढेन, मेरै छोरी पढेन, ड्रग एडिक्ट। आजकल त म त थुप्रो ठाउँमा काट्दै, हामी बोल्दैनौँ ड्रग एडिक्ट त्यस्तो बोल्दिनँ, म त काट्दै। जहिले पनि त्यही कुरा, जहिले पनि अलिकति चर्च अलिकति माथिल्लो लेभलमा उभोस् न त, जहिले पनि तलकै कुरा के हो, जहिले पनि फ्रस्ट्रेट, जहिले पनि डिप्रेसनको कुरा, जहिले पनि पुग्दैन भन्ने कुरा। अरे प्रेरित 1:8 के भनेको छ, पवित्र आत्मा पाएपछि तिमीले के पाउनेछौ? शक्ति पाउनेछौ। अनि शक्ति भनेको चाहिँ के अरे? शत्रुले कहिले पनि तपाईँलाई के गर्नु नगर्नु अरे? जित्नु नसक्नु। जोसँग शक्ति छ त्यो मान्छे के हुँदैन अरे? कोहीसँग पनि डराउँदैन अरे, कोहीसँग पनि के गर्दैन अरे? हार्दैन अरे। 3 नम्बर पोइन्ट के छ भने नि, शक्तिभित्र चाहिँ के हुन्छ अरे? अधिकार हुन्छ अरे। शक्तिभित्र त हक हुन्छ अरे। अनि शक्तिभित्र चाहिँ के हुन्छ? डोमिनेट गर्ने हुन्छ अरे। तपाईँले सुन्नुभएको डोमिनेट भनेको? यसले मलाई डोमी गरेर बोल्यो भनेको सुन्नुभएको? कस्तो हुन्छ? हेपेर बोल्यो भने तपाईँलाई कस्तो हुन्छ? जत्तिकै आत्मिक होस् न, जति नै लाठी सिधा होस् न, सिङ ठाडो हुन्छ। के भन्छ आएको? यस्तो हुन्छ आँखा, के भन्छ आएको? तर अधिकारभित्र चाहिँ तपाईँलाई शत्रुलाई के गर्ने शक्ति छ अरे भन्नुहोस् त? डोमिनेट गर्ने। पुग्दैन होइन, के कसरी त तपाईँसँग बोल्छ नि होइन, पुग्दैन होइन, तपाईँले डोमी पार्काउनु पुग्छ। कसरी हेर्नुहोस् त? पुग्छ। सक्दिनँ होइन, के अरे होइन, म कोही बेला कस्तो हुन्छ होइन, म सक्दिनँ होइन, तपाईँको बोलीमा तपाईँको म सक्छु। कसरी भन्नुहोस् त? म सक्छु। एउटा 10 को पटले के हुन्छ? चोर त चोरौँ र डाँस पारौँ भने हेतुले आए, तर उताको सेन्टेन्सले भविष्यले कस्तो, म त तिमीलाई चान प्रशस्त दिनलाई आयो भने कुरालाई। चोरले चाहिँ सधैँ तपाईँलाई चोर्न चाहन्छ, चोरले चाहिँ सधैँ तपाईँलाई भत्काउन चाहन्छ, नाश गर्नु चाहन्छ। आज पनि के भयो भने नि, म 1 बजी हिँडेको, रोङ्गेमा सेवा सक्नु बित्तिकै 1 बजी हिँडेको, अनि तल्लोबाट बाटोबाट छिर्नै दिएन, अनि बाटो बनाउँदो रहेछ, अनि टिभी टावरको बाटोबाट गाडी नसुल्केर चाहिँ छ नि, आम्मा जाम यति त बस, अनि पसिना सरी भयो, गाडी चल्दैन, यहाँ टाइम बसेको। अनि भित्रबाट मैले एउटै कुरा भने कि 2:15 होस् कि 2:30 होस् कि 3 बजी म त घर बोल्छु। तैँले मलाई जित्न सक्दैनस्। केही कुरा त छ, तैँले केही कुरा त चोर्नु चाहिस्, तर तँलाई चोर्नु दिन्न भने एकछिनमा ट्राफिक आयो, बाङबुङ खोलिदियो, हामी सुत्दै निक्लेर आयौँ। हेर्नुहोस् त, आमेन। हेर्नुहोस् त, म तपाईँलाई गहिरो कुरा भन्छु। 3 नम्बर पोइन्टभित्र चाहिँ शक्तिभित्र चाहिँ के हुन्छ अरे भन्नुहोस् त? अधिकार हुन्छ। के हुन्छ अरे भन्नुहोस् त? अधिकार। त्यो अधिकार कसलाई दिएको छ? परमेश्वरले तपाईँलाई। आजदेखि तपाईँले के गर्नुहोस् भन्नुहोस् त? चलाउनुहोस्। रुएर त्यही त अन्त थप्पड लाउँछ त त्यसले। तपाईँले कसरी बोल्नुपर्छ भन्नुहोस् त? रुँदिन। बोल्ने पनि कसरी? रुँदिन। हेर्नुहोस् है त, तपाईँको परिस्थितिले तपाईँलाई डोमिनेट, किन म तँलाई डोमिनेट म गर्छु? म भित्र पवित्र आत्मा छ। आमेन। हेर्नुहोस् त, म के गर्छु? म गर्छु। हेर्नुहोस् है त। 4 नम्बर पोइन्ट चाहिँ के छ अरे भने नि, शक्तिले के काम गर्नु सक्छ अरे नि, जुन काम हामीले गर्न सक्दैनौँ त्यही काम चाहिँ केले गरिदिन्छ अरे भन्नुहोस् त? शक्तिले गरिदिन्छ अरे। जुन काम तपाईँले गर्नु सक्नु भएन नि, छोडिदिनुहोस्, बल नगर्नुहोस्, त्यसको पछि नलाग्नुहोस्। कुरा बुझ्नु? के नलाग्नुहोस् अरे भन्नुहोस् त? पछि नलाग। तपाईँ पछि लागेको तपाईँ फ्रस्ट्रेट भएर तपाईँ सबै कुरा सकेर अन्त म त अब चाहिँ बाइबल पल्टाउनु पर्यो, अब चाहिँ भएन हो भने, त्यस्तो छ नि हाम्रो बेहोरा चाहिँ।
सबै आफ्नो बलले गरे सबै कुरा सकेन है, बुढालाई पनि सकेन, सबै चर्चको मान्छे लिडर सबैलाई सक्यो, सबै फ्रस्ट्रेसन उठेछ। अनि लास्टमा चाहिँ बाइबल पढ्यो, होइन। त्यतिखेर चाहिँ तपाईँ के भन्नु छैन नि, मैले गर्नुपर्ने सक्ने कुरा सके प्रभु, अब तपाईँ कोरे हुनुहोस् त, अब तपाईँ कोरे हुनुहोस् त, अब तपाईँ। कस्तो पावरफुल। म यो भन्दै गर्दा तपाईँको हरेक परिस्थिति तपाईँको आँखाको अगाडि छ, अनि तपाईँको परिस्थिति ल्याएर गयो, होइन, अब तपाईँ के अरे हुनुहोस् त, अब तपाईँ। जुन काम हामीले गर्न सक्दैनौँ त्यो काम चाहिँ कसले गर्नुहुन्छ अरे हुनुहोस् त, पवित्र आत्माको शक्तिले। जिसिपीले काम गरेको र मान्छेले काम गरेकोमा के भिन्नता पाउनुहुन्छ? तल मेरो घरको मुनि के अरे रोड लेबर छ क्या दिदीहरू, उहाँहरूले काम गरेकोमा माथि बसेर हेरिबस्यो क्या, चार पाँचजना चाहिँ छ्याक 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 खान्छ कि अलिकति मैला उठेर त्यहाँदेखि बस्यो, त्यहाँदेखि त्यो गुड्का गरेर खायो, त्यहाँदेखि फेरि तेरो नाली सोर्नु थियो कि कति टाइम लाग्यो। तिनीहरूले भन्दा अहिले पनि नसक्ने जिसिबी लिएर आएछ कम्चेले, एकैछिनमा बाङबुङ पाकपुक हो सबै चिडिक्कै बनाइदियो। हेर्नुहोस् है त, जुन काम तपाईँले सक्नुहुन्न नि तपाईँ नगर्नुहोस्। हेर्नुहोस् है त, जिसिबी र मान्छेमा त्यो भिन्नता छ, किनभने त्यो भित्र के छ भन्नुहोस् त, पावर छ। हेर्नुहोस् है त, म तपाईँलाई बताइदिउँ, पवित्र आत्मा ल्याउनुहोस्, पवित्र आत्मा मलाई के गर्नुहोस्, सहायता गर्नुहोस्। 2 नम्बर पोइन्ट, मैले शक्तिको बारेमा चर्चा गरेँ, तर म 2 नम्बर पोइन्टभित्र चाहिँ के भन्छु नि, शक्तिको प्रभावको बारेमा बोल्न चाहन्छु। शक्तिको प्रभाव चाहिँ कस्तो हुन्छ त। म यहाँनिर 2टा घटनालाई मैले ल्याउन मन पराएँ। त्यो चाहिँ के छ भने, हिरोसिमामा जब युएसले बम झारे नि, त्यो बमले गर्दाखेरि आजको दिनसम्म जापानमा चाहिँ आजको दिनसम्म अहिले चाहिँ कता कता उम्रिँदैछ अरे। अनि यो चाहिँ कतिखेर झारेको भन्दै गर्दा 6 अगस्त 1945मा 45मा चाहिँ उनीहरूले चाहिँ एउटा नाम दियो, हिरोसिमामा एउटा नाम दियो, लिटल बोय भन्ने एउटा नाम दियो। उनीहरूले बम, एटम बम बनायो, अनि उनीहरूले त्यो बम चाहिँ उनीहरूले 8-15मा चाहिँ झार्यो। तपाईँलाई बताइदिउँ, त्यो बम बनाउनुको लागि चाहिँ भरको साइन्टिस्ट भएर बनाएर उनीहरूले पड्काएको रहेछ, एक ठाउँ पड्काएर पनि त्यहाँदेखि सेकेन्ड टाइममा बनाएर चाहिँ त्यहाँदेखि चाहिँ उनीहरूले यो कहाँ झार्ने भन्दै गर्दाखेरि चाहिँ जापानमा उनीहरूले गएर तय गरेर आएर चाहिँ जापानको नागासाकीमा र हिरोसिमामा उनीहरूले झार्ने तय गर्यो। किन चाहिँ जापानमा झार्यो भन्दै गर्दाखेरि नि त्यतिखेर चाहिँ सेकेन्ड वर्ल्ड वोर हुँदै थियो, अनि एकापट्टि हिटलरले चाहिँ पेल्दै 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 ल्याउँदै थियो, अनि त्यसको इन्फ्लुएन्समा चाहिँ जापानहरूमा एकदम स्ट्रङ, उनीहरूले चाहिँ एसियन कन्ट्रीलाई एकदम उनीहरूले पनि हातमा पार्दै पेल्दै पेल्दै ल्याउँदै गर्दा उनीहरूले बाई मिस्टेक चाहिँ उनीहरूले युएससँग चाहिँ उनीहरूले टक्कर दिएको रहेछ। अनि युएसले त्यतिखेर चुपचाप बसेको रहेछ, युएसले केही पनि भनेको छैन रहेछ, तर युएसले सम्झाएको रहेछ नगर नगर नआइज भन्दै गर्दाखेरि उनीहरूले बिस्तारो बिस्तारो कभर गर्दै गर्दाखेरि नि युएसलाई चाहिँ कर लागेछ त्यहाँदेखि बम झार्नु, अनि उनीहरूले बम झारिदियो। उनीहरूले देखेर कस्तो मैले त्यो उनीहरूको त्यो बायोग्राफीहरू पढेको कि कस्तो माया लाग्दो, सबैजना स्कुल जाँदै थियो अरे, अफिस जाँदै थियो अरे, खेलिरहेको थियो अरे, कस्तो मजाको काम। माथि चाहिँ फ्लाइट उडेको देखेको अरे, तिनीहरूले देखेको थियो अरे। तर तपाईँलाई बताइदिउँ, त्यो बम जसै झरे नि त्यतिखेर मात्रै नि वरिपरिको 70,000 मर्यो। अनि पछि चाहिँ झन्डै उनीहरूले कति भेटायो भने 2 लाखभन्दा बेसी भेटायो। त्यसको प्रभाव त अहिलेसम्म छ, कस्तो डरलाग्दो शक्तिको प्रभाव। तपाईँलाई बताइदिउँ, त्यहाँदेखि चाहिँ छ नि सारा वर्ल्डले चाहिँ छ नि युएसलाई अर्को नजरले हेर्नु सुरु गर्यो। त्यहाँदेखि चाहिँ युएसलाई चाहिँ नि पावरफुल कन्ट्री भनेर चिन्नु सुरु गर्यो। त्यसको 3 दिनको बादमा फेरि कहाँ पड्काइदियो भने नि उनीहरूले नागासाकीमा पड्काइदियो। 3 दिनको बादमा 9 तारिक चाहिँ 1945 अगस्त महिनामा चाहिँ अर्को जापानको अर्को ठाउँमा उनीहरूले पड्काइदियो। त्यो पड्काउँदा खेद्दै वर्ल्डभरिको मान्छेले चाहिँ
युएसपट्टि उनीहरूको आँखा गयो अरे। अनि त्यहाँदेखि चाहिँ उनीहरूले के भेटायो अरे भन्दै गर्दाखेरि चाहिँ हामीले के गर्नु सक्दैन रहेछौँ, युएसलाई चलाउन सक्दैन रहेछौँ। त्यसरी नै पवित्र आत्माको शक्ति तपाईँ छ भने परिस्थितिले तपाईँलाई जित्नु सक्दैन। योसँग म तँलाई जित्न सक्दिनँ भन्छ। कसो भन्छ र बेनिका दिदी? भन्छ। आउँछ तपाईँसँग एक पछि एक परिस्थिति आउँछ तर हल्लिँदैन। त्यही कारणले त परमेश्वर चट्टानमाथि को हुनुहुन्छ अरे? चट्टानमाथि कसले घर बनाएर हुनुहोस् त? बुद्धिमान मान्छेले। सलिड रकमा चाहिँ कसले बनाएर हुनुहोस् त? सलिड रक चाहिँ को हुनुहुन्छ त? येशू हुनुहुन्छ। आउँछ नि परिस्थिति तर तपाईँभित्र त्यही एटम बम जस्तो पड्किने क्षमता चाहिँ को छ अरे भन्नुहोस् त? मसँग छ। त्यसको प्रभाव चाहिँ कस्तो? त्यही कारण हामी बुझ्दैन हाम्रो प्रभाव कस्तो छ भन्नुहोस् त? हाम्रो प्रभाव अलिकति झ्यासे भन्नु पास्टर भाउ तपाईँ कहाँ छ नि? यहाँ त मलाई साह्रो पऱ्यो नि। तर त पवित्र आत्मा म तसँग छु त। अन्त पवित्र आत्मा भित्र बोल्नुहुन्छ कि म तसँग छु त। अन्त तर हामी को खोज्छौँ अरे भन्नुहोस् त? पास्टर भाउ म सधैँ भन्छु नखोज्नुहोस्, कसै पास्टर भाउ नखोज्नुहोस्। पास्टर भाउलाई मात्रै परमेश्वरले चलाएको होइन, तपाईँलाई पनि चलाउनुहुन्छ। आमेन आमेन। 2 नम्बर पोइन्ट नि येशू प्रभु नै सधैँ पवित्र आत्माको शक्तिमा नि काम गर्नुहुन्थ्यो। प्रभु यीशुले कसरी काम गर्नुहुन्थ्यो अरे भने नि पवित्र आत्माको शक्तिमा काम गर्नुहुन्थ्यो अरे। जहिले पनि लुका 4:14 हामी हेर्नेछौँ ल। येशू पवित्र आत्माको शक्तिमा गालिलमा फर्किनु भयो। उहाँको विषयको कुरा वरिपरिका सबै ठाउँहरूमा फिज्यो। येशू केले भरिनु भएछ? पवित्र आत्माको शक्तिमा कहाँ जानुभएछ? गालिलमा फर्किनु भयो अरे। अनि त्यहाँ भएका उहाँको विषयमा के कुरा भएछ भने त वरिपरिको ठाउँमा के कुरा फिज्जेछ? कुरा फिज्जेछ। कोसँग के छ? प्रभु यीशुसँग के छ? शक्ति छ। अनि प्रभु यीशुसँग कसको शक्ति रहेछ भन्नुहोस् त? पवित्र आत्माको। येशू प्रभुलाई पनि को चाहिएको छ? पवित्र आत्मा। जसै प्रभु यीशु पानीको ब्याप्टिजम गर्न फु त निक्लिनु भयो नि उहाँमाथि को आएर भन्नुहोस् त? पवित्र आत्मा आएर। त्यही आत्मा को माथि आयो? हामी भित्र छ। आमेन भन्नुहोस् न। सबैले पनि म भित्र छ भन्नुहोस् त? म भित्र छ। म परिस्थितिसँग डराउँदिनँ भन्नुहोस् त? अनि यहाँनिर के भरे? येशू पवित्र आत्माको शक्तिमा गालिलमा फर्किनु भयो अरे। उहाँको विषयमा के भरे? सबै ठाउँमा के भयो अरे भन्नुहोस् त? सबै ठाउँमा हल्ला फिज्यो अरे। अब बेला आयो हाम्रो भन्नुहोस् त? हाम्रो सबैले मेरो भन्नुहोस् त? मेरो। तपाईँ गाउँमा बस्दै गर्दाखेरि, तपाईँको घरमा जाँदै गर्दाखेरि अब यस्तो आउँदैछ भन्नुहोस् न। तपाईँलाई के भन्दैछ भन्नुहोस् त? भन्नुहोस् न त? पिटर दाजु आउँदैछ भन्नुहोस् न। तर हामी त्यस्तो प्रकारले कहिले पनि सोच्दैनौँ। प्रभु यीशुको बारेमा त्यति मात्रै भएन अरे। हेर्नुहोस् त लुका 4:36 र 37 तिनीहरू सबैजना छक्का परे। आपसमा यसो भने यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्मालाई आज्ञा गर्दछन् र ती निस्कि जान्छन्। उहाँको चर्चा वरिपरिको मुलुकमा हरेक ठाउँमा नै फिज्यो अरे। लुकाको किताब तपाईँले पढ्नुहोस् कि एक पछि एक घटना पाउनुहुन्छ। तिनीहरू त के पर्यो भने छक्का परे अरे, अवाक भयो अरे। अनि तिनीहरूले यसो भने यो कस्तो वचन? जब प्रभु यीशुले वचन बोल्दै गर्दाखेरि मान्छे भित्र गाडिन्थ्यो, मान्छे ट्रान्सफर्म हुन्थ्यो, मान्छेको लाइफमा भएको हिलिङ हुन्थ्यो, मान्छे भित्र जीवन पाउँथ्यो। उनीहरूले अर्को कुरा छक्कै अवाक भएर परे अरे। यो कतिखेरको घटना हो भने नि येशू प्रभु पवित्र आत्माले भरिसकेको बादमा विल्डरनेसमा शैतानसँग झगडाबाट उहाँले जितिसक्नु भइसकेको बादमा नि येशू प्रभु झन् शक्तिशाली साथमा नि खडा भएर नि काम गरेको छ। मण्डली सुन्नुहोस्, हामी हार्नका लागि छैनौँ, हामी जित्नका लागि छौँ। अनि हामी एक्लै छैनौँ, हामीसँग पवित्र आत्मा हुनुहुन्छ। आमेन। अनि पवित्र आत्माले चाहिँ हाम्रो दुर्बलतामा छक्कै परेर, अझ ठुलो सरले छक्कै परेर सुन्नुहोस्। अब गहिरो कुरा भन्छ। त्यो दिन त येशू प्रभुको वचन सुनेर छक्कै परे अरे। अब सुन्नुहोस् ल, मेरो पछिपट्टि अब स्टेटमेन्ट चेन्ज गर्नुहोस् ल। भन्नुहोस्, मेरो कुरा सुनेर अझ
मजाले मेरो कुरा सुनेर छक्कै पर्नेछ। कसको कुरा सुनेर आयो भन्नुहोस् त? मेरो कुरा सुनेर। सपालो कसको आयो? मेरो आयो। हेर्नुहोस् त, पवित्र आत्मा को भित्र हुनुहुन्छ? म भित्र हुन्छ। छक्कै पार्ने चाहिँ कसको आएर भन्नुहोस् त? मेरो आयो। सबैले कसको आएर भन्नुहोस् त? मेरो। वचन सुन्यो, मक्कै भयो, त्यसले त बोल्यो होइन। छक्कै पर्ने समय कसको अरे भन्नुहोस् त? मेरो। अम्बो, कोही बेला मान्छेले कस्तो दामी रेभोल्युसन बोल्दाखेरि हामीलाई कस्तो परेको थियो क्या। डेभिड हगनले उसको नातिको कुरा गर्दै गर्दाखेरि नि कस्तो मजा लाग्थ्यो कि हामीलाई। तर अब चाहिँ अर्काको कथा होइन, अब चाहिँ हाम्रो कथा सुन्नुपर्छ। हामी ठक्क हात भाँचेको चाहिँ म हातको लागि प्रार्थना गर्छु नि, जाति हुँदा कस्तो हुन्छ होला। तर हामी कहिले पनि त्यस्तो प्रकारले हेर्दैनौँ नि त। अनि नहेर्दाखेरि चाहिँ नि म तपाईँलाई बताइदिउँ, मलाई घरमा सोफा चाहिएको छ। बस्ने मान्छे बस्ने ठाउँ नै छैन मेरो घरमा। एउटा डेन्टी छ, एउटा पलङ छ होइन। मान्छे आएर बसेमा हामी ती राख्दैछौँ अहिले। नभनेको पनि त्यो कोठाभित्र 3 सेट सोफा पस्छ। र पनि म प्रभुसँग बात मार्दैछु, बसिरहेको छु। बात मारे एउटा यो टच वुडको एउटा भाइ थियो, उसँग मैले बात मारेँ। त्यसलाई धेरै अगाडि मैले बात मारेँ, दादा हामी सबै इन्टरनल त हामी सबै तपाईँको हामी त्यो काम गर्छौँ नि, स्क्रच गर्छौँ, तपाईँको सबै कुरा गर्छौँ। त्यसले झट्ट तिमीले सोफाहरू पनि गर्छन् झट्टै याद कि त्यसलाई मैले फोन नम्बर खोजेर बात मारेँ मैले। भाइ आइज मेरो गर्दैन, कस्तो लाग्छ, के लाग्छ, कस्तो होइन। दादा म आएर मात्रै हुन्छ तपाईँको घरमा, आएर मात्रै म तपाईँलाई बताउनु सक्छु भन्यो। ल नि त होइन, आउनु छैन। 11 बजी आउँछु भनेको 2 बजीदेखि आउनु छैन। रिस पनि उठ्यो, मन पनि दुख्यो होइन। तर त्योभन्दा अगाडि चाहिँ के भएको थियो भने नि, त्यसले त्यति बात मारिसकेँ, मैले सबै बात मारिसकेँ। ल दादा म आउँछु भन्यो, टक्कै राखेँ। एकछिनमा फोन आयो एउटा, सर फोन आयो। मैले टक्कै उठाएँ, हेलो नि त, हेलो, हामी तपाईँलाई 1 सेट सोफा किनिदिउँ भनेको नि अरे। त मैले भर्खर मेजरमेन्टको बारेमा बात मारेर बसेको अनि होइन। अनि बुढाबुढीले प्लाकप्लुक्कै हेऱ्यो हामीले होइन। अनि हामीलाई खुसी लाग्यो क्या। तपाईँलाई बताइदिउँ, हामी आश्चर्यकरमा अर्काको मात्रै कुरा गर्छौँ, तर छक्क पार्ने कुरा चाहिँ परमेश्वरले क्रिएट गर्नुहुन्छ। मैले मेरो वाइफलाई भने हामी त्यो पैसा नचलाउँ, जस्तो छ फर्काइदिइहालौँ, हामी नछौँ, अर्काको बाँकीमा नपराउँ। अनि मैले भने आउँदैछ, मेरो प्रभुले जुटाइसक्नु भइसकेको छ। आश्चर्यकरमा अर्काको होइन, आश्चर्यकरमा हाम्रो कुरा गर्नुपर्छ। आमेन। छक्कै पऱ्यो अरे, कस्तो अरे भन्नुहोस् त? छक्कै परेर आपसमा यसो भने यो कस्तो वचन हो। अनि कसरी बोले अरे प्रभु यीशुले भन्नुहोस् त? अधिकारको साथमा। कसरी भन्नुहोस् त? अधिकारको साथमा। अनि कसरी बोले अरे भन्नुहोस् त? अर्को चाहिँ शक्तिको साथमा। जहिले पनि हामीले परिस्थितिसँग बोल्दै गर्दाखेरि चाहिँ नि फ्यातुलो बोल्नै हुँदैन। कसरी बोल्नै हुँदैन अरे भन्नुहोस् त? हल्का हुन्छ होइन, भइसक्यो। हेर्नुहोस् त, कसरी भन्नुहोस् त? भइसक्यो। म जाति भइसक्यो, परिस्थिति बदलिसक्यो, म उन्नतिभित्र फसिसकेँ, मेरो गाउँको परिस्थिति बदलिसक्यो। देशले जेसुकै भनोस्, समाजले जेसुकै भनोस्, त्यही कारण लास्ट देशको सुन्दरता चाहिँ छ नि, परमेश्वरले चर्चलाई खडा गरिदिनुहुन्छ। अनि चर्च चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ परमेश्वरको महिमा बोक्ने ठाउँ हो। आमेन। त्यति मात्रै होइन, लुका 5:17 पनि अझै मिठो बनेको छ। एक दिन उहाँ शिक्षा दिनुहुँदा गालिल र यहुदाको हरेक गाउँमा यरुशलेमबाट आएका फरिसी र शास्त्रीको नजिक बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो अरे। आम्माम, फरिसी र शास्त्री भनेको चाहिँ त्यो जमानाको नि एकदम उच्च दर्जाको मान्छे, टप लेभलको, हाई लेभलको मान्छेहरू सबजना बसिरहेको बेलामा नि, प्रभु यीशु बसिरहेको बेलामा नि उनीहरूले बुद्धिले सोच्थ्यो, उनीहरूले ज्ञानले सोच्थ्यो, उनीहरू विद्वानहरू ज्ञानी मान्छेहरू। तर प्रभु यीशुसँग को थियो अरे भन्नुहोस् त? चङ्गाइ पार्ने के थियो अरे भन्नुहोस् त? शक्ति थियो अरे। मैले कोरिन्थीको किताब पढ्दै थिएँ, पावलले यही शक्तिलाई च्याप्पै समातेको छ। पावलले नि यही शक्तिलाई च्याप्पै समातेको छ। अनि पावलले कस्तो
कस्तो मिठो बोलेको छ, मलाई कुनै कुराले पनि रोक्दैन। जुन शक्ति म भित्रसम्म त्यो कुरालाई म के गर्छु निश्चित। त्यही कारण त 3 नम्बर पोइन्ट चाहिँ के छ भने नि, पावल पनि पवित्र आत्माको शक्तिमा काम गर्नुहुन्थ्यो अरे। पावलले केमा काम गर्नुहुन्थ्यो अरे भन्नुहोस् त? पवित्र आत्माको शक्तिमा काम गर्नुहुन्थ्यो अरे। पहिलो कोरिन्थी 2 अध्यायको 4 र 5 पद, मेरो उपदेश र सन्देश घटलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको शक्ति र प्रदर्शनमा थियो। पावलले कस्तो मेरो उपदेश र मेरो सन्देश चाहिँ घटलाग्दो बुद्धिपूर्णमा थिएन अरे। पावल भयङ्कर पढेको मान्छे त्यो जमानामा। पावलले सब खर्लप्पै खाएको, सबै कुरा उसलाई सबै कुरा याद छ। तर पनि पावलले के भन्दैछ भने नि, मेरो उपदेश र मेरो सन्देश नै घटलाग्दो पुत्र शब्दमा थिएन, तर केमा थियो अरे? पवित्र आत्माको शक्तिमा। अनि पवित्र आत्माको शक्तिमा के गर्थ्यो अरे नि? प्रकट गर्थ्यो अरे, मेनिफेस्ट हुन्थ्यो अरे। सबै मान्छेले के गर्थ्यो अरे भन्नुहोस् त? देख्थ्यो अरे। म तपाईँलाई बताइदिउँ, बिमारको लागि प्रार्थना गर्नु नि तपाईँको लागि अपर्च्युनिटी हो। होइन 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 म बुढो बोलाउँछु कि अन्त बुढोले यहाँ आइज, कसरी हेर्नुहोस् त, यहाँ आइज, जाति हुन्छस् हेर्नुहोस् त, जाति हुन्छ। कसरी हेर्नुहोस् त, यहाँ आइज भन्छ है मान्छेले। यो हप्तामा 2टा घटना घट्यो। एउटाको नानी नसुतेर, कस्तो नानी नसुतेर चाहिँ, अनि यसो भने अरे उसको नन्दलाई छ भने, ए तेरो जोल दाजुलाई प्रार्थना गरी माग्दैन भने अरे। ल ल भने त्यसले, अनि तेरो त्यो 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 जोलले त सबै देख्छ अरे है अनि अरे। त्यसलाई सबै याद हुन्छ अरे है। कस्तो म बोल्नै सक्दिनँ, मलाई डर लाग्छ नि भने अरे। हेर्नुहोस् त, मलाई त्यो देख्यो भनेर मैले भनेको होइन नि, तर उनीहरूले के कुरा देख्दैछ नि त। इजरायलबाट एउटा बहिनीले मलाई फोन गरेको थियो, मैले फोन गरेँ, अनि उसले पनि उसको साथीलाई भनेर मलाई डर लाग्छ तँलाई फोन गर्दैन भने कन्ट्याक्ट गरेर मैले सिधै भने तिमी डराउनु पर्दैन, सिधै मसँग बात मार, भिडियो कल गरेँ अनि बसेँ। अनि के भयो भनेको त, यो स्पाइनल कर्ड यस्तो डर, सबै कुरा गरिसकेँ, प्रार्थना गरिदिनुहोस् न। अनि मैले प्रार्थना गर्दै, मान्छेले तपाईँलाई हेर्दैछ, आमेन, मलाई हेर्दैछ भन्नुहोस् त। दगुर्नु होइन, तपाईँ शक्तिशाली बन्नु, आमेन। भनेपछि त पावलले के भन्दैछ, मेरो के छैन सन्देशमा घटलाग्दो र अर्थपूर्णमा छैन, तर मेरो के छ अरे, म के को बारेमा, तर पवित्र आत्माको शक्तिको प्रदर्शनमा थियो। अनि के भने अरे, ताकि विश्वास मानिसको बुद्धिमा होइन तर परमेश्वरको शक्तिको आधारितमा होस्। मेरो उपदेश र मेरो सन्देश घटलाग्दो बुद्धिपूर्णमा थिएन। तपाईँले देख्नुभएको कस्तो कस्तो मान्छे हुन्छ, आमा कस्तो दामी इन्फर्मेसन ल्याएर कस्तो दामी वा मक्का, तर तपाईँले के भेट्नुहुन्न भन्नुहोस् त, त्योभित्र तपाईँले जीवन भेट्नुहुन्न। तर हामी तपाईँलाई एउटै कुरा भन्छौँ, तपाईँ जस्तै सुख होस्, तपाईँ सधैँ पवित्र आत्मासँग हिँड्नुहोस्, नडराउनुहोस्, आमेन, नडराउनु। म डराउँदिनँ भन्नुहोस् त, डराउँदिनँ भन्नुहोस् त। फेरि 2 अध्यायमा आउँदाखेरि त त्यही डर पोख्थ्यो, त्यो हरुवाहरू थिए। त्यही कारण त पत्रुसलाई प्रभु यीशुलाई च्याप्पै समात्यो, साङ्लोले बाँधेको छ, प्रभु यीशु पर छ। अनि पत्रुस पनि बसेर त माया पनि लाग्दछ पत्रुसलाई। बसिरहँदाखेरि एउटा केटीले आएर चाहिँ, औ तिमी गालिलको होइन भन्दैको त पत्रुसले के भन्यो भन्नुहोस् त, होइन 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 है म चिन्दिनँ है, त्यसरी नै बोल्यो। उसले के भन्यो भने होइन होइन म चिन्दिनँ भन्यो। एकछिनमा बसेर त फेरि अर्को केटी आयो, तिमी पनि तिम्रो भाषा बोली सुन्दा चाहिँ तिमी पनि गालिल, त्यसलाई म चिन्दिनँ हौ, चिन्दिनँ भन्यो। 3 खेप जस्तो प्रभु यीशुलाई के गर्यो भन्नुहोस् त, यस्तो नमिठो नगर, मलाई कस्तो मनपर्छ भने कस्तो ज्वरोले साह्रो परिरहेको प्रभु यीशुले पर बसेर पत्रुसले हेरेको छ, पर बसेर प्रभु यीशुले हेर्दैछ नि कि त्यही पत्रुसले के भनेको थाहा छ तपाईँलाई? एक दिन येशू प्रभुले के भन्नुभयो अन्तिममा, सबैले मलाई पक्रिन्छ, हेर एक दिन मलाई पक्रिन्छ अनि म मर्छु,
म त्यस्तो हुँदैन प्रभु यीशुलाई तानेर एकै ठाउँमा हाने। प्रभु यीशुले प्रार्थना गरेको छ प्रभु पत्रुसलाई, पत्रुस तँ भित्र भएको शैतान निस्केर जा भने। पत्रुस जहिले पनि बाँट्थ्यो नि त, जहिले पनि। अनि जब पक्रियो नि डरायो, सब 3 खेप इन्कार गर्थ्यो। तर तपाईँलाई बताइदिउँ, फेरि 2 अध्यायमा अप्पर रुममा माथिल्लो भागमा टक्क 49 डेज सकेर 50मा लागेको मात्र त्यो 120 जना एक्सपेक्टेसन। अनि जब पवित्र आत्माको उपस्थिति उनीहरू आँखाको जिब्रा जस्तो बुरुरुरुरुरुरुबाट उनीहरू त्यही हरुवा, त्यही डरपोक, त्यही हुँदैन भनेको मान्छे चाहिँ सारा मान्छेले चाहिँ आएर चाहिँ यिनीहरू माथ्यो, यिनीहरू माथेको छन् भन्दै गर्दा पत्रुस चुरुक्क उठेर चाहिँ कराएर अनि भन्यो अरे आज अहिले चाहिँ बिहानको 9 मात्रै बज्दैछ, कोही पनि मरेको छैनन्। त्यहाँदेखि उता पढ्नुहोस् त, पत्रुस कस्तो शक्तिशाली रूपमा पत्रुसको छाया खोज्ने मान्छेहरू भेटाउनु पर्यो, पत्रुसले रुमाल हिर्काउनु पर्यो, पत्रुसले हात राखेर प्रार्थना गर्नु नभ्याउँदाखेरि उसको गोजीमा भएको रुमाल निकाल्नु पर्यो, उसको छाया देखा पर्दाखेरि कुन कुराले चाहिँ उसलाई त्यो भित्र ठेलेर लग्यो भन्नुहोस् त? पवित्र आत्माको। आज पवित्र आत्मा भनेको चाहिँ हामीलाई कथा भइरहेको छ। म तपाईँलाई भन्छु, मेरिना बहिनीलाई भन्छु, तपाईँ राम्रो गीत गाउनुहुन्छ, तर म भन्छु आत्माको भरपुरीमा गीत गाउनुहोस्। म्युजिक यस्तो ठाउँ हो, सङ्गीत यस्तो ठाउँ हो, जुन प्लेटफर्म तपाईँले क्रिएट पाउनुहुन्छ त्यो तपाईँको अपर्च्युनिटी हो। जुरुक्क उठ्नुहोस्, अडियन्सले के भन्छ होइन। तर मैले गाउँदै गर्दाखेरि मान्छे कति जाति हुन्छ। त्यही कारण त रोहन दाजुको फर्स्ट एल्बम निक्लिँदाखेरि पिताको हृदय गाउँदाखेरि मुम्बईको 4 जना कि 5 जना प्रस्टिट्युटले चाहिँ प्रभुलाई बाँच्यो भन्दै। कुन कुरा चाहिँ त्यो हो? यो भन्दै गर्दा प्रभुको प्रेजेन्स यो कोठाभित्र आएको छ। तपाईँ बोल्दै गर्दाखेरि चाहिँ मान्छे जाति हुनु सुरु गर्छ, किनभने तपाईँभित्र चाहिँ पवित्र आत्मा हुनुहुन्छ। आमेन। अनि म 3 नम्बर पोइन्ट चाहिँ हामी कसरी चाहिँ शक्तिशाली बन्न सक्छौँ भन्ने कुरा सिम्पल छ। हामी कसरी पवित्र आत्मासँग हामी शक्तिशाली बन्छौँ भने हामी 4वटा 5वटा कुरा हेर्नेछौँ अनि सट्टी अनि हामी अन्त गर्नेछौँ। हेर्नुहोस् त, पहिलो कुरा हामीले पवित्र आत्मालाई खोज्नु पर्छ। सधैँ चाहिँ हामीले के गर्नुपर्छ अरे भन्नुहोस् त? पवित्र आत्मालाई खोज्नु पर्छ। दोस्रो, पहिलो इतिहास 16:11 परमप्रभु उहाँको शक्तिको खोजी गर र उहाँको दर्शन निरन्तर खोज। मत्ती 7:7 र 8 यसरी भनेको छ, माग तिमीलाई दिनेछ, खोज तिमीले भेटाउने छौ, ढकढकाऊ तिमीहरूको निम्ति उगारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उगारिनेछ। जसले भन्ने शब्द चलाएको छ, राम्रो सुन्नुहोस् के भन्ने शब्द सुरु गरेको छ अरे? जसले, जसले पनि, जसले पनि, जो भित्र पनि भोक छ, जसलाई पनि पवित्र आत्माप्रति खोज्ने चाहना छ नि उसले भेटाउँछै भेटाउँछ अरे। प्रभु यीशुको सुन्दरता चाहिँ, परमेश्वरको सुन्दर चाहिँ के हो भने कहिले पनि परमेश्वरले मान्छेलाई कर गर्नुहुन्न। जब आदम र हावाले पाप गर्यो नि, परमेश्वरले कहिले पनि कर गर्नु भएन, कहिले कर गर्नुहुन्न। परमेश्वरले फ्री विलमा छोड दिनुभयो मान्छेलाई। तर परमेश्वरको सुन्दरता चाहिँ नै तपाईँले खोज्यो भने के गर्नुहुन्छ अरे भन्नुहोस् त? भेटाउनुहुन्छ अरे। म त्यही कारण त वर्सिप टिमलाई भन्छु यस्तो प्रकारले खोज, बस। हामी वचन बोल्ने मान्छेलाई पनि त्यही हो। हामीलाई पास्टर बोले हिजो 1 बजीतिर फोन गर्नुभएको थियो, दिउँसोको सेसन तिमीले लिइदिनु ल। यहाँ आएर बोल्नु 2 घन्टा बिताउनु ठुलो कुरा छैन, तर यहाँ आएर परमेश्वरसँग इन्टिमेसी हुनु चाहिँ त्यो चाहिँ ठुलो कुरा छ। हेर्नुहोस्, 2 नम्बर कुरा पवित्र आत्माले भरिपूर्ण हुनु पर्छ। हामी सधैँ के हुनुपर्छ अरे भन्नुहोस् त? पवित्र आत्माले सधैँ भरिनुपर्छ। के लिएर हेर्नुहोस् त? सधैँ पवित्र आत्माले भरिनुपर्छ। लुका 4:1 र एपिसी 5:18 म पढ्छु, सुन्नुहोस् त। येशू पवित्र आत्माले भरिपूर्ण भएर यर्दनबाट फर्किनु भयो र आत्माले उहाँलाई उजार स्थानमा लैजानु भयो। येशू प्रभु केले भरिनुहुन्थ्यो अरे भन्नुहोस् त? पवित्र आत्माले। के लिएर हेर्नुहोस् त? पवित्र आत्माले। एपिसी 5:18 के भनेको छ? दागमतले नमात्यो कारण त्यो विलसित हो, तर पवित्र आत्माले के हो? भरिपूर्ण हो। सधैँ हामी केले भरिपूर्ण हुनुपर्छ भन्नुहोस् त? पवित्र आत्माले भरिनु
पढ्छ। हामी त्यही कारण त हामी यादै गर्दैनौँ त। तपाईँ शीतरथको प्रोग्राम त कति हेर्नुहुन्छ मलाई थाहा छैन। मलाई चाहिँ त्यो मान्छेको सुपरन्याचुरल यस्तो दामी दामी लिएर आउँछ। मलाई त्यो मान्छे म फलो गर्छु, मलाई मनपर्छ क्यौ। त्यो मान्छेले एउटा भनेको मनपर्छ क्यौ। केनेथ ह्यागिनको बारेमा भनेको छ क्यौ। जहिले पनि केनेथ ह्यागिन नि खाना पकाउँदा होस् या जहिले पनि मान्छेसँग बात मार्दै बात मार्दाखेरि पनि मुख चलिरहेको हुन्थ्यो अरे सी बाला 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 अन्य भाषा बोलेको जहिले पनि भरिन्थ्यो अरे, जहिले पनि। हामी भरिनु के हुनु हुँदैन भन्नुहोस् त, चुक्नु हुँदैन। तपाईँको त्यो भरपुरीले नै हरेक परिस्थितिले तपाईँले जित्नुहुन्छ। त्यसै त भरिनु नछोड्नुहोस्, सधैँ भन्नुहोस् भरेको भरे। म तपाईँलाई बताइदिएँ, एक दिन त्यही भरेको बाढ हुन्छ। त्यही त ड्याम फुकाले पनि के हुन्छ, ड्याम फुकाले पनि के हुन्छ तपाईँलाई थाहा छ। तपाईँ त्यसरी नै डिपोजिट भएको छ ड्याम, एक दिन फुट्छ। तपाईँले बल गर्नै पर्दैन, फुट्छ। भरिनु कति मजाको कुरा छ क्या, हामीलाई केही होइन। तर म तपाईँलाई बताइदिउँ, मजाले भरिनुहोस्। फुट्छ भन्नुहोस् त, फुट्छ। त्यो फुटेको दिन चाहिँ कस्तो मजा आउँछ होला। 4 नम्बर कुरो, हाम्रो प्रार्थनाको जीवन हुनुपर्छ। के हुनुपर्छ अरे भन्नुहोस् त, प्रार्थनाको जीवन। प्रार्थनामा चाहिँ हामी के गर्छौँ, भरिन्छौँ। लुका 5:16 पद। तर येशू चाहिँ निज स्थानमा गएर प्रार्थना गर्नु हुन्थ्यो। बाइबलमा तपाईँले हेर्नुभयो भने प्रभु यीशुले रातभरि प्रार्थना गर्नुभएको छ, रातभरि प्रार्थना गर्नुभएको छ। अनि हामी के गर्नुपर्छ भन्नुहोस् त, प्रार्थनाले भरिनुपर्छ। आमेन आमेन। तर त्यो भरिँदा के काट्नुपर्छ भन्नुहोस् त, तपाईँको फोन चाहिँ काट्नुपर्छ। सबैभन्दा भरिनु खाएको चाहिँ त्यही हो नि त। अब हेरेकै स्क्रोल गरेको अनि त्यो हेर्दा चाहिँ मजाको कुरा बताइदिउँ। तपाईँको त्यो प्रार्थना गर्ने मजाको भित्र पवित्र आत्मा बस आइज तँ अब प्रार्थना गर्नुपर्छ, तैँले बाइबल पढ्नुपर्छ। एकछिन हो, अलिकति हेरिहाल्छु मजा लाग्छ नि त। मलाई पनि त्यो हो नि त। म पनि हेरेको अनि जब माइन्ड थाक्छ, शरीर थाक्छ, सबै कुरा थाकिसके बादमा त्यहाँदेखि तपाईँ प्रार्थना कस्तो गर्छ भने त हामी, प्रभु तपाईँले बुझ्नुहुन्छ है, सरी होइन, तपाईँ बुझ्नु, भोलि गर्छु म। त्यस्तो त कति स्किप गर्छ। तर बस्नुहोस् क्या, निर्धक्क बस्नु। मैले सिकेको चाहिँ तपाईँ बस्नुहोस् कि तपाईँलाई कसलाई पनि जित्नु सक्दैन। तपाईँलाई म चाहिँ एउटा डिसिप्लिन हालेको छु। म योपालि बाइबल अर्कै प्रकारले पढ्ने कुरा गर्दैछु। किताबहरू पनि फाटकफुटुक पढ्दैछु। म मजा लाग्छ। मलाई गाह्रो भनेको चाहिँ के हो भन्नुहोस् त, प्रार्थना। के अरे भन्नुहोस् त, प्रार्थना। त्यही त छ त, सिम्पल छ। क्रिस्चियनमा जिउनु केही भारी बात छैन, सिम्पल छ। अर्को चाहिँ लास्ट कुरा चाहिँ के हो भने नि, हामी सबले नै सङ्गतिमा हिँड्नु पर्छ। सेवा जानु चाहिँ के गर्नु हुँदैन भन्नुहोस् त, टुटाउनु हुँदैन। हिब्रू 10:25 कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछडाउँ। प्रभुको दिन नजिकै आइरहेको तिमीले देखेको हुनाले एउटाले अर्कोलाई झन् प्रोत्साहन देऊ। त्यो जमानामा पनि हिँड्थेन रहेछ, अल्छिसी त्यहाँ पनि थिएछ। हेर्नुहोस् त, त्यसै त लेखेको होइन। कतिजनाको के अरे, सङ्गति जाने बानी नजाने के हुन्छ अरे, बानी हुन्छ अरे। के हुन्छ अरे भन्नुहोस् त, बानी। त्यो जमानामा पनि थिएछ है। के थिएछ अरे भन्नुहोस् त, त्यो जमानामा नि कहाँ जान्थेन रहेछ भन्नुहोस् त, सङ्गति जाने रहेछ। म तपाईँलाई बताइदिउँ, सबैभन्दा कि बलियो पाठ हुने ठाउँ चाहिँ मैले कस्तो मान्छेलाई देखेको छु कि कस्तो परिस्थितिलाई झरेको। त्यो मध्येमा चाहिँ एउटा मलाई मन परेको नि पास्टर प्रणय हो। हामी प्रणय सुझ्दा हामी चाहिँ सानोदेखि हिँडेको क्या सेवकाई नै। म कोही बेला घरमा पन्दाको परिस्थितिको बारेमा हेर्छु, कस्तो छ। अब हुनु त त्यो हाम्रो प्रणय बोल्दैन। त अब नानीको स्कुल त अब छुट्टी र बुढीले सबै तयार स्याहार बनाएर टाइसाई लगाएर ब्याग स्याग लगाएर प्रणय लु अब होइन न आज छुट्टी त भने अरे हेर्नुहोस् त। त्यत्रो तयार बनाए त्यसपछि के चाहिँ हेरिरहेको थियो। अब त्यस्तो खालके मान्छे, बोल्दै नबोल्ने मान्छे। यसो तर म तपाईँलाई मजाको कुरा बताइदिउँ, सङ्गतिमा कहिले पनि मिस गरेन। अहिले जोना दाजुको बाबा बुढो हुनुभयो, जोना दाजुको बाबासँग हिँड्थ्यो अरे। मजाको कुरा बताएँ, त्यस्तो सङ्गति थिएन नि हजुर।
यहाँदेखि कोही बेला बर्बिङ पुग्नु पर्थ्यो, बर्बिङदेखि कोही बेला लुइङको टुप्पामा पुग्नु पर्थ्यो। सेल थिएन नि, एरिया थिएन नि, आफ्नो आफ्नो एबिसी थिएन नि त्यतिखेर। तादुङ अलग्गै, रोङ्गे अलग्गै थिएन, पुग्नु पर्थ्यो, हिँड्नु पर्थ्यो। अनि दुःख गरेर टुप्पामा पुगेर के दिन्थ्यो भन्नुहोस् त? चिनीको चिया दिन्थ्यो, फिक्का चिया, अनि पिण्डालु दिन्थ्यो, सिमल तरु दिन्थ्यो, बिस्कुट दिन्थ्यो, मेरी बिस्कुट दिन्थ्यो, अन्त मुरै दिन्थ्यो। तर सङ्गति हिँड्दै गर्दाखेरि नि तपाईँलाई म बताइदिनु, अल्छी नमानी हिँडेको तपाईँ कस्तो बलियो हुनुहुन्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ।